संसारमा मान्छे जन्मेपछि सपना पनि देख्न पाउँछ, उसले विपना पनि देख्न पाउँछ। र सपना देख्ने क्रममा हामीले 46-47 सालमा नेपालमा चाहिँ पञ्चायत फालेर बौद्ध लाउँदाखेरि राम्रा सपना देखेका थियौँ क्या। के किन होला, विकासले फड्को मार्ला भनेर। तर बौद्ध लायो अनासाथ, बौद्धसँगै माओवादी आन्दोलनको बिजारोपण सँगसँगै भयो है। त्यस्तै गरी अहिले 82 सालमा चाहिँ जेनजी आन्दोलन सफल भएपछि यो जेनजी आन्दोलनको सफलता सँगसँगै सुकुम्बासी आन्दोलनको चाहिँ बिजारोपण सँगसँगै भएको छ है। जसरी बौद्धलमा चाहिँ माओवादी द्वन्द्वको बिजारोपण भएर 10 वर्ष दुःख पाइयो, अब त्यसै गरी यो जेनजी आन्दोलन सफल भएपछि पनि यो सुकुम्बासी आन्दोलनको बिजारोपण सँगसँगै गरिएको छ, यहाँ गराइएको छ है। त्यसकारणले जति सपना देखे पनि फेरि हामीलाई 46 सालको बौद्धलभित्र माओवादी द्वन्द्व गराएर देशलाई 10 वर्ष दुःख दिए जस्तै अब यो जेनजी आन्दोलनको सरकारलाई पनि हैन, अब यो सुकुम्बासी आन्दोलन अन्तर्गत अर्को कोणबाट सुकुम्बासी आन्दोलन उठाएर यसलाई पनि यसै गरी दुःख दिनेवाला छन्। त्यसकारणले नेपालमा जुन व्यवस्था आए पनि जे गरे पनि यो व्यवस्था ल्याउन जसले सहयोग गरेका छन् तिनी मान्छेले फेरि अर्को पछि उचालेर दुःख दिइरहन्छन्। त्यसकारणले जति राम्रो सपना देख्नुस्, यो सपना चाहिँ सपनामै सीमित बनाइदिन्छ।